धेरैले भने होइन अस्ट्रेलियाको डार्क साइड त देखाउनु भयो, अनि पोजिटिभ साइडहरू के छन् त अस्ट्रेलियामा भन्दाखेरि सबैभन्दा पोजिटिभ साइड भनेको के लाग्छ भन्दा मलाई अस्ट्रेलियामा वर्कहरू होइन सबै कामहरूले समान रूपमा हेर्छन् क्या। अब नेपालमा भयो यसले त भाँडा माझ्छ, यसले त क्लिनिङ, यसले टोइलेट सफा गर्छ, क्लिनिङ गर्छ भन्छन् होला। तर यहाँ जे होस् एभ्री कामलाई रेस्पेक्ट, सबै काम समान इक्वल छ होइन, त्यो एकदम राम्रो पक्ष। अनि अब त्यस्तै अब यहाँको फेसिलिटिजहरू पनि होइन, सेलेरीहरू पनि तुलना गर्ने हो भने राम्रो हुन्छ होइन नेपालको भन्दा। अनि अब पढाइहरू पनि ठिकै हुन्छ होइन नेपालको भन्दा, त अलिक प्र्याक्टिकल बेसिसमा मात्र फेरि भन्छु मैले अलिक ठिकै हुन्छ। अनि अब रोडहरूको इन्फ्रास्ट्रक्चरहरू हेर्ने हो भने होइन, ट्रान्सपोर्टेसनहरू पनि हेर्ने हो भने जे होस् राम्रो छ नि त, नेपालभन्दा धेरै बेटर छ। अनि अब पिआर भइसकेपछि, सिटिजन भइसकेपछि छोराछोरी पिआर पछि छोराछोरीहरू पनि फ्रीमा पढ्न पाए, एजुकेसन लिन पाए होइन, कुनै पनि पैसाहरू तिर्न पर्दैन। अनि सिटिजन पछि पनि यदि तपाईँहरू बेरोजगार बस्नुभयो भने पनि तपाईँलाई यहीँको गभर्मेन्टले पैसा दिन्छ तपाईँलाई होइन, भत्ता दिन्छ। त्यो नेपालमा भत्ता दिए चाहिँ होइन, यहाँ पनि भत्ता पाउनुहुन्छ, त्यो पक्ष राम्रो लाग्छ। अनि अब बुढेसकालमा अब तपाईँको छोराछोरीले छोडेर गए तापनि, अस्ट्रेलियामा छोडेर गए तापनि होइन, एज केयरहरूमा स्पेसली गएर मजाले होइन, वृद्धाश्रम नेपालको होइन, नेपालको भन्ने हो, तर यहाँको अब वृद्धाश्रमतिर पनि यहाँको एज केयरमा गएर तपाईँलाई जो सरकारले नै हेरिदिन्छ होइन, फन्डहरू हुन्छ सरकारले नै हेरिदिन्छ, तपाईँको सुपरहरू पनि जम्मा भइसकेको हुन्छ। त्यो चाहिँ एउटा पोजिटिभ पोइन्ट लाग्छ अस्ट्रेलियाको है त। हस्, धन्यवाद।